भए पनि आदरणीय संरक्षक सभा राजकुमारले हामी सँगै खाने, सँगै बस्ने, सँगै हिँड्ने, सँगै डुल्ने एउटै क्षेत्रमा काम गर्ने मान्छे। अब कहिले काहीँ तलमाथि हुन्छ के हुन्छ होइन, सिखेङ धाखेङ के भए तापनि तपाईँहरूले मलाई माफ गर्नुहोला। तपाईँहरूसँग मन माफी चाहन्छु। अब यसरी नै हामी सम्पूर्ण हामी एउटा यस्तो हो, हामी चाहिँ यस्तो एउटा के हो भने हामी चाहिँ सिङ्गो किराँत धर्मले निहाल्नु पर्ने हुन्छ। यो व्यक्तिको मात्रै होइन, संसारमा म जहीँ गरे पनि दुःख कष्ट पीडाहरू भए पनि त्यो घरको लागि त हो, तर सिङ्गो किराँत धर्मको लागि हो, सिङ्गो गुरु गुरु आमाहरूको सपनाको लागि हो, सिङ्गो महागुरु फाल्गुनन्द दर्शनको लागि हो। महागुरु फाल्गुनन्दले भन्नुभएको छ नि, माग्ने अरे माग अबौँलो, हाङ्ने अरे हाङ अबौँलो, योग नि अरे योग अबौँलो, योग नि अरे सामियो नि अरे अबौँलो। श्रीजङ्गाले भनेको छ, मोबो आहाङ मारे सबला खाउन दाङ मारे सिकुम नि हाङ मारे सबला खाउन मेने गस किराँती सा खासिङ नि। त्यसले गर्दाखेरि हामी त्यो कुराहरू मनन गर्दै सिङ्गो किराँत धर्मले हामी उठाउँदैछौँ है। मेरो घरमा यतिको सेवा भयो, अर्को घरमा पनि यतिको हामी गर्नु पाऊँ, त्यो धारणाले हामी अगाडि बढ्नुपर्छ। सिङ्गो अहिले यहाँ हुनुहुन्छ उहाँहरू, मैले त्यति स्ट्रिक्टली नगरेर अयाममा चाहिँ 3 वर्ष कार्यक्रम नचलाएको भए अयाममा त्यति धर्म बढ्दैन थियो। अहिले अयाममा साह्रै राम्रो छ है। मैले 3 वर्ष त त्यहाँ विद्यार्थी नै आएन, सरले स्ट्रिक्टली गर्छ म जाँदिनँ भनेर है। त्यति स्ट्रिक्टली गरेर मैले अहिले 10-12 वर्ष पछाडि मात्रै अहिले सक्दिनँ, पछि सक्दिनँ है। जति टाइट गर्यो जति उ गर्यो राम्रो गुरुआमाले साह्रै टाइट गर्नुहुन्छ नि, जम्मै अस्ति साह्रै होइन। माग आएपछि त्यस्तो हुँदो रहेछ, त्यो कुराहरू पनि हामीले अलिकति मनन गरौँ होइन। अलिकति जे भनेको तपाईँहरू पनि त्यो कुराले मनमा नराख्नु होला। दुःख कष्टहरू भए तापनि होइन, पीडाहरू भए तापनि, नराम्रो वचनहरू भए तापनि त्यसप्रति पनि म क्षमा याचना माग्न चाहन्छु। अब हामी सँगै हिँड्दा सँगै बस्ने, सँगै खाने एउटा दाजु राजकुमार दाई त मेरो एउटा परिवार आफ्नो दाई जस्तो सम्झिन्छ। अब धनसिंह दाई म आफ्नो दाईभन्दा पनि माथिल्लो स्तरमा मैले राखेको छु उहाँलाई। हजुर अहिले मुहाङ आउनुभयो, फादर नाथ हजुरले खाजा दिइपठाउनु। अब त्यसले गर्दाखेरि सबभन्दा मेरो नजिकको भनेकै राजकुमार आङदेन। हरेक दुःखहरू म उहाँले सेयर गर्छु, हरेक पीडाहरू म उहाँले सेयर गर्छु र उहाँले हल पनि गरिदिनुहुन्छ। अब विक्रम दाईले भन्नुहुन्छ त्यो नजिकको मान्छे भएपछि हामी त्यसरी बोलिँदो रहेछ क्या। त्यसले गर्दाखेरि त्यो कुराहरू हामीले मनमा राखिराख्नु पनि हुँदैन। मलाई गाली गर्नुहोस्, म मनमा कहिले पनि राख्दिनँ र राख्नु हुँदैन। तपाईँहरूमा आइपरेमा चाहिँ राति होस् चाहिँ दिउँसो चाहिँ जस्तो सुकै अवस्थामा पनि म हाजिर हुनेछु। चाहिँ कष्ट पीडा हाजिर हुनुपर्छ र हामीले सिङ्गो किराँत धर्मले यसरी नै अगाडि बढाउनुपर्छ। त्यो खालको एउटा मनस्थिति विचारहरू लिनुपर्छ। 5 दिन होस् 6 दिन होस् 1 साथ होस् म गएर म बसिदिन्छु। त्यो घरले सुधार्नु पर्नेछ नि त, त्यो गाउँले सुधार्नु पर्नेछ होइन। त्यसले गर्दाखेरि त्यो कुराहरूमा पनि हाम्रो जिम्मेवारको कुरा आयो र आउनेछ। किनकि साङ्गेङ गरुम सभा, माङसेवा सभा जहिले पनि गुरुजीले पनि भन्नुहुन्छ म पछाडि सेक त तपाईँहरू भयो। त्यसले गर्दाखेरि त्यो कुराहरू हुन्छ। अब ममा पनि धेरै ज्ञानहरू होइन, अलिकति आवश्यकता छ ज्ञानको। म पनि एउटा रिसर्च अथवा किराँत धर्म दर्शन र मुन्धुमको चाहिँ एउटा म विद्यार्थी हो। त्यसले गर्दा म पनि अनुसन्धान गर्दैछु, तपाईँहरूसँग सिक्दैछु। यो मेरो सिक्ने क्रम हो। म पनि तपाईँहरूसँग अब आदरणीय दाई राजकुमार दाईले नै मलाई साँच्चै भन्नुपर्दा सेवा सभा बनाउनु भएको हो। उहाँले सेवा सभा नबनाउनु भएको भए म सेवा सभा हुने थिइनँ। आज म हृदयदेखि उहाँले एकदम सम्मान टक्राउन चाहन्छु र यति भन्दै सम्पूर्ण माङसेवा सभा गुरुज्यू गुरुमान्यजन साङ्गेङ गरुम सभाज्यूहरूले हृदयदेखि एकदमै लुम्बिङ नुनिमा हार्दिक धन्यवाद दिँदै दुःख कष्ट पीडाहरूले चाहिँ यहीँ राखी छोड्नु होला। आउँदो दिनहरूमा पनि यस्तै राम्रो शुभ साइतमा हामी भेटौँ। अनि टाढाबाट पाल्नु हाम्रो अतिथिज्यूहरू सुषमा थागो अनि उहाँ भाउजूहरू हुनुहुन्छ, उहाँको भाउजू उहाँले पनि एकदमै हार्दिक सम्मान छ। उहाँले पनि धेरै सहयोग दिनुभयो। अब उहाँले अब किचनमा काम गरेर
टाढाबाट पाल्नेले